प्रकारले सम्मान गर्नुपर्छ जाँदाखेरि पनि है। सामानहरू नहराओ, मोबाइलदेखि लिएर चोटपटक नलागोस्। सबभन्दा पहिलो कुरा सामान्य काम छ त्यहाँ, खास त्यस्तो ठुलो केही त छैन। त्यो काम तपाईँहरूले सबै मिलेर गर्नुहोला, त्यो भन्न चाहन्छु। जाँदाखेरि प्रत्येक गाडीमा हुन्छ होला एकजना लिडर चाहिँ होइन, त्यो लिडरलाई भन्नुपर्छ। मैले यति भन्न चाहेँ, अरू धेरै केही छैन मेरो। ओके, शुभयात्राको कामना छ। त्यहाँ गएर थोरैमा पनि 10 देखि 15 दिन काम गरेर आउनु होला। जाँदाखेरि 4 दिन लाग्दो हो, आउँदाखेरि 4 दिन, त्यस्तो छ है। त्यो चिज छ, त्यति भन्न चाहेँ। ल, केही प्रश्न छ भने उत्तर दिनु पर्यो। केही प्रश्न छ? छैन। ओके, फुल एन्ड फाइनल भयो। एकछिन यत्तिकै बस्नु ल। अब अलिकति मेरो गोपाल साहब थोरै भन्नु। गोपाल साहब म भनिदिइहाल्छु ल। म चढेँ माथि नै ल, माथि चढौँ कि के हो? ल सबैलाई गुड मर्निङ। जोसे छैन त हाम्रो साथीहरू? जय श्रमदान। सम्पूर्णलाई फेरि पनि जय श्रम अभिवादन। म श्रम अगुवा प्रसाद रेको तर्फबाट म तपाईँलाई 5 मिनट सर्ट ब्रिफ गर्छु। यो इम्पोर्टेन्ट रहनेछ। तपाईँले दाहिने बायाँ कुरा नगरी राम्रो सुनिदिनु होला, किनभने टाढो बाटो छ। सेफ्टी सेक्युरिटी हामी धेरैजना जाँदैछौँ होइन। हामी जतिजना यहाँबाट हामी टोटल 60 जना छ र फेरि 13 जना सिन्धुलीबाट छ। हामी 73 जनाको यात्रामा छौँ र बिचमा थपिन्छ। टोटल हामी 80 जनाको 80वटा सिट हो त्यो दुईवटा बसको। हामी उता बैतडीबाट र हामी कैलालीबाट थपिन्छौँ। अनि बिचबाट अनि डडेलधुरा पनि 2 जना छ। सबै मैले डिस छ। तपाईँ हामी 2 बसमा 80 जना हामी यात्रा गर्दैछौँ। 4 दिनको यात्रा हुनेछ। सुदूरपूर्वदेखि लिएर सुदूरपश्चिमसम्म हाम्रो महाश्रम अभियानको लागि हामी यात्रामा छौँ। तपाईँहरूलाई थाहा छ, एउटा ऐतिहासिक यात्रा भनौँ, ऐतिहासिक कामको लागि हामी जाँदैछौँ। तपाईँलाई के भन्छु भने ग्रुपमा हामी सबै एउटै हो। म बोलेँ भने तपाईँ बोलेको, तपाईँ बोलेको म बोलेको भनेर सोच्नु होला। म प्रत्येक श्रम अभियान लिड गर्दै गरेर कोकाको भिडमा त्यही भन्थेँ, हामी एकजना बोल्यो भने सबै बोलेको सम्झेर हामीले सबैले सुनेर चाहिँ हामी ग्रुपमा हिँडौँ र अनेकतामा एकतामा हामी भिड्नुपर्छ भने म तपाईँलाई सबैलाई अनुरोध गर्छु। र हामी अब यहाँबाट टक्कै अब 7:30 बज्न लाग्यो। अबको 15 मिनटमा हामी एउटा हिँड्छौँ बसमा चढेर। तपाईँहरूलाई मैले बस पनि छुट्याइदिइसकेको छु। तपाईँको बस 1 बस 2 छुट्याइसकेको छु होइन। यहाँबाट हामी अब दिनभरि बिहानभरि दिनभरि रातभरि अब बसमा यात्रा गरेर भोलि हामी कैलाली जिल्लाको धनगढी अतरिया भन्ने ठाउँ पुग्छौँ। अतरिया ठाउँमा पुग्छौँ। हामी बाटोमा खाजा ब्रेक हुन्छ, खाना ब्रेक हुन्छ। बसहरू हामी 2टा बसमा अगाडि पछाडि ज्यादा हुँदैन, सँगसँगै हुन्छ। तपाईँहरूको झोला त्यहाँ राख्नुभएको होला, जो बसमा छ छुट्टा राख्नु, सामान आफू साथमै राख्नु होला। हामी अनि भोलि 4 गते हामी 9 बजे हामी अतरिया धनगढी पुग्छौँ, कैलाली जिल्ला। एकछिन फोन नम्बर। त्यसपछि त्यहाँबाट फेरि 9 बजेपछि 10, 11, 12, 1, 2, 3 4 घन्टाको त्यहाँनिर हाम्रो अलिकति ब्रेक हुन्छ। त्यहाँ ब्रेक भएपछि फेरि कैलाली हाम्रो धनगढीबाट फेरि 2टा बस खलङ्गा जाने। खलङ्गा भनेको चाहिँ तपाईँ दार्चुला जिल्लाको चाहिँ सदरमुकाम। खलङ्गा जिल्ला चाहिँ सदरमुकाममा चाहिँ हामी खलङ्गा जाने नाइट बस, त्यो रुटमै चल्ने बसमा हामी 3 बजे चाहिँ नाइट बस चढ्छौँ। त्यो रिजर्भ होइन, यो चाहिँ यहाँदेखि उतै यो गाडी 2टा बस पनि हामी काँक्रेभित्र धनगढी कुद्ने महेन्द्रनगर कुद्ने गाडी त्यही रुटको गाडी हो। हामी 1 वेको मध्ये हामीले रिजर्भ गरेर जाँदैछौँ र हामीले धनगढीबाट चाहिँ खलङ्गा 2टा बसमा फेरि नाइट बस चढ्दैछौँ। गाई पनि त्यहाँ झरेपछि हामी लथालिङ्गे नहुनु होला। सरर एक ठाउँमा हामीले रुट डिसिप्लिन राख्नुपर्नेछ, किनभने करे राख्नु अलिकति ढिलो हुन्छ। हामी त्यहाँदेखि हामी खलङ्गा 5 गते हामी त्यस्तै 9-10 बजे पुग्छौँ बिहान दार्चुला खलङ्गा पुगेपछि। त्यहाँ पुगेपछि फेरि हामी खाजा खाना खाएपछि फेरि त्यहाँबाट हाम्रो प्लानिङ छ। सबैले नायर त बोक्नुभयो छैन भने अहिले पनि तपाईँहरूले आफ्नो घरबाट फोटो खिचेर मगाउनु है। नायर त चाहिन्छ। फेरि पनि भन्दैछु तपाईँहरूलाई, मिडिया साथीहरू पनि हुनुहुन्छ, अहिले पनि तपाईँहरूले नायर त बोक्नु होला। नायर त छैन भने फोटो माग्नु, ओरिजिनल माग्नु होला। त्यहाँ खलङ्गा पुगेपछि हामी 5 गते
खलङ्गाबाट फेरि हामी त्यहाँ प्लानिङ गर्नेछौँ पारी धारचुला इन्डियाको त्यो धारचुला जिल्ला उतापट्टि यता धारचुला छ हामी त्यहाँनिर नेपाल र इन्डियाको पुल तरेर पारी जान्छौँ पारी 10-10जना 5-5जना ग्रुप गरेर हामी जान्छौँ त्यहाँ चाहिँ ठुलो गाडी पाउँदैन सानो गाडी पाउँछ सुन्नु न साथी एकछिन नबोल्नु न पर साथी एकछिन न साथीहरू एकछिन साथी एकछिन अनि त्यहाँदेखि त्यहाँबाट चाहिँ फेरि हामी सर सङ्घ सभाका साथीहरू एकछिन न सङ्घ सभा साथीहरू सुन्नु न एकछिन खलङ्गाबाट चाहिँ फेरि हामी पारी तरेपछि 9-9जना 10जना ग्रुपमा फेरि सानो गाडीमा हामी फेरि इन्डियाको बाटो हुँदै हामी यो गस्कु भन्ने ठाउँमा छौँ त्यहाँबाट 2 घन्टाको गाडीको यात्रा तरेपछि गस्कु भन्ने गाउँ पुग्छौँ इन्डियापट्टिको त्यसको ठिक वारिपट्टि हाम्रो नेपालको फेरि मालगाउँ भन्ने छ मालगाउँ हामी पुल तर्छौँ त्यहाँनिर नेपाल र इन्डियाको पुल छ त्यो पुल तर फेरि नेपालको यता मालगाउँमा तर्छौँ सबले थाहा हुनुपर्छ त्यो किनभने तपाईँले कहाँ कसरी जाने भनेर थाहा भयो मात्र छैन अब कता जाने के जाने त्यहाँ सबैलाई भनिहाल्नु सकिँदैन त्यहाँ मालगाउँ तरेपछि हामी त्यहाँबाट जो हामीले गस्कु भन्ने गाउँबाट हामी हिँड्नु सुरु हुन्छ फेरि पुल तरेर फेरि नेपाल छिरेर फेरि हामी भिरको बाटो छ भिरमा मान्छे हिँड्ने बाटो छ डराउनु पर्दैन यहाँ हामी छिटो पुग्नुपर्छ त्यो मालगाउँ भन्ने ठाउँमा चाहिँ हामी 5 गते चाहिँ बेलुका दिउँसो छिटो पुग्नुपर्छ हामी बाटोमा एक आपसलाई छिटो गाडी चढन यता आउनुहोस् न भन्नु थाल्यो भने हामी ढिलो भइन्छ कि धेरैजना छौँ नि त होइन अब 80-90 जना त ढिलो हुन्छ त्यो भएर चाहिँ त्यो हामी चाहिँ गस्कु भन्ने गाउँ इन्डियाको गाउँमा चाहिँ पुलमा चाहिँ छिटो पुग्नुपर्ने छ हामीले 2-3 बजे पुगेन भने फेरि त्यो यता मालगाउँ तर्फ भिरको बाटो हुँदै हामी डुम्लिङ जानुलाई चाहिँ फेरि 3 देखि 4 घन्टा लाग्छ हिँड्नलाई त्यही अनुसार तपाईँहरूको झोलाहरू पनि राम्रो सेट गर्नु होला होइन के छ तपाईँहरूको अलिक सामानहरू मिलाउनु होला त्यो फेरि 3-4 घन्टा लाग्छ डर 1300 पुरै 1300 हिँडेर फेरि हामी डुम्लिङ ब्यास गाउँपालिकाको डुम्लिङ वडा नम्बर 2 डुम्लिङमा पुग्छौँ लोवर डुम्लिङमा पुगेपछि फेरि त्यहाँबाट श्रमदाता बेस क्याम्प फेरि अप्पर डुम्लिङमा फेरि जान्छ त्यहाँदेखि 45 मिनट फेरि अलि उकालो हिँड्नुपर्छ त्यो हाम्रो श्रमदाता बेस क्याम्प पुगेपछि मात्रै हाम्रो यात्रा पुरा हुनेछ त्यो बेस क्याम्पबाट पनि हामीले फेरि 15 मिनट भोलिपल्टदेखि श्रममा जाँदाखेरि 15 मिनटको बाटो जानुपर्छ हाम्रो काम गर्ने चाहिँ खोला जो पुलको बेस बन्दैछ गिटी कुर्दैछ त्यहाँ ठाउँमा चाहिँ पुग्नेछौँ यो चाहिँ तपाईँलाई सर्ट ब्रिफिङ हो बाटोमा के कस्तो हुँदै जान्छ तपाईँहरूलाई म भन्दै जानेछु होइन बाटोको थाहा भइहाल्यो तपाईँहरूलाई यहाँदेखि यो बसमा धनगढी अतरिया पुग्छौँ अतरिया फेरि अर्को बस हामी धारचुलाको खलङ्गाको 2टा बसमा फेरि चढेर हामी खलङ्गा पुग्छौँ खलङ्गाबाट फेरि पारी धारचुला तर्छौँ धारचुला तर फेरि सानो गाडी चढेर फेरि हामी इन्डियाको बोर्डर हुँदै 2 घन्टाको यात्रा तर गस्कु भन्ने गाउँ जान्छौँ गस्कुबाट फेरि वारी मालगाउँ तर्छौँ नेपाल तर्छौँ नेपाल तरेपछि हामी पैदल फेरि हामी डुम्लिङको यात्रा तय गर्छौँ त्यो छ अनि अलिकति म सेफ्टी सेफ्टी बारे भन्छु तपाईँहरू जो एक आपसमा नजिन्छ बडी केयरमा साथी छुट्यो कि कता छ भनेर एक आपसको चाहिँ तपाईँहरू टेक केयर गर्नु होला एक आपसमा र त्यहाँ गएपछि तपाईँहरू त्यहाँ श्रमदाता क्याम्पमा पुगेपछि तपाईँहरू एकदमै हारो नगर्नु होला किन अहिले नै ब्रिफिङ गर्छु त्यहाँ ठाउँमा ब्रिफिङ गर्नुभन्दा पनि त्यो गाउँ हो उहाँहरूको कस्तो छ होइन काम तरिका उनीहरूलाई हामीले डिस्टर्ब गर्नु हुनुहुँदैन बाटोमा पनि तपाईँ हामी पिसा सुगर्न रोक्यो भने तपाईँहरू रोडको क्रस नगर्नु बरु छोरा मान्छेले बेटीलाई पहिला पठाइदिनु लाग्छ बसमा झरौँला सुहायो भन्दैमा दाहिने बायाँ छिट्टो मलाई ज्यादा सुहायो भने त्यो अलिकति लाज मर्दो काम पनि नगरेर होइन मिडियामा बोलेर होइन त्यो वास्तविक कुरा हो एकदमै मुभ डिसिप्लिन हुनु पर्यो तपाईँ हाम्रो अब ब्रेकलाई रोक्यो गुरुरु कुद्यो सबै एकपट्टि जाने फेरि त्यसले अप्ठ्यारो होला छोरा मान्छेहरूलाई अप्ठ्यारो होला त्यो भएर तपाईँहरू एकदमै समयदरसम्म यात्रा गर्नुपर्छ र खाजा ब्रेकमा पनि तपाईँ हामी होइन गाडाको गुरुङ नगर्ने यस्तो होस् कि सुदूरपूर्वबाट चाहिँ पश्चिम श्रमदाताहरूको कति राम्रो अनुशासन पनि रहेछ भन्ने चाहिँ हाम्रो उताको साथी उताको गाउँले समाजले पनि देखोस् र हामीले एउटा मुभ भएको संसारले हामीलाई चाहिँ ट्र्याक गरिरहेको हुन्छ कहाँ पुग्यो कस्तो जाँदैछ भन्ने कुरा तपाईँहरूलाई निहालिरहेको हुन्छ र तपाईँले मिडियाको बारेमा भन्छ तपाईँलाई तपाईँ सामाजिक सञ्जाल मिडिया चलाउनुहुन्छ त्यसमा के लाउने के नलाउने भन्ने कुरा तपाईँहरूले विचार गरेर लाउनु होला गोपाल साहबले पनि त्यो कुरा के अहिले ब्रिफ गर्नुहुन्छ किनभने कतिपय कुराहरू भन्नुपर्ने नदेखाउनु पर्ने कुरा हुन्छ कति देखाउनु पर्ने हुन्छ होइन त्यो भएर हामीले अलिकति सोसियल मिडियालाई पनि अलिकति कुन तरिका चलाउने भन्ने कुरा अलिकति ध्यान दिनु होला त्यो पनि भन्छु कस्तो चिजहरू कतिखेर भन्ने हो त्यो पनि तपाईँलाई भन्न चाहन्छु र तपाईँले सोसियल मिडियामा यो अभियान भनेको एउटा सङ्गठनको मात्र होइन एउटा व्यक्तिको मात्र होइन एउटा संस्थाको मात्र होइन सारा नेपालीले नेपालीलाई नै सहयोग गरेको
त्यो हो। र तपाईँले कतिले सोच्छ होला यत्रो पूर्वबाट पश्चिमसम्म किन